नमस्कार। लर्न कम्प्युटर स्किल च्यानलमा यहाँलाई स्वागत छ। यदि तपाईँ लोकसेवा आयोगको सङ्घ वा प्रदेश अन्तर्गत शाखा अधिकृत, नासु, खरिदार लगायतका पदहरूको चाहिँ त्यस्तै सङ्गठित सङ्घ संस्थाहरूको विभिन्न पदहरूको चाहिँ कम्प्युटर स्किल टेस्टको तयारीमा हुनुहुन्छ भने कम्प्युटर स्किल टेस्टमा कस्तो किसिमको क्वेसनहरू आउन सक्छ, त्यस्ता क्वेसनहरू कसरी सल्युसन गर्न सकिन्छ, कसरी चाहिँ हामीले फुल मार्क्स ल्याउन सक्छौँ भन्ने कुराहरू जान्नको लागि चाहिँ हामी लर्न कम्प्युटर स्किल्स च्यानल मार्फत चाहिँ विभिन्न सामग्रीहरू तयार गरेर पोस्ट गर्ने गर्दै गएका छौँ, जसले चाहिँ तपाईँहरूको यो तयारीको लागि हेल्प होस् भन्ने हामीले चाहेका छौँ। हाम्रो योभन्दा अगाडिका भिडियोहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो यो च्यानलमा गएर। तपाईँले यहाँ प्लेलिस्टमा जानुभयो भने योभन्दा पुराना पनि यहाँ थुप्रै क्वेसन फर्मेटहरू मैले लगभग मोडल क्वेसनको तयार गर्दै राखेको छु। त्यो चाहिँ तपाईँले यहाँबाट हेरेर तयारी गर्न सक्नुहुन्छ। अब त्यस्तै गरी मैले आज एउटा नयाँ मोडल सेट तयार गरेर लिएर आएको छु, जसले चाहिँ तपाईँहरूको आउँदै गरेको जति पनि कम्प्युटर स्किल टेस्टको इक्जामहरू छ तिनीहरूलाई हेल्प होस् भन्ने हिसाबले तयार गरेको छु। जेनरली हाम्रो कम्प्युटर स्किल टेस्टमा अथवा यो लोकसेवा सङ्गठित सङ्घ संस्थाहरूले लिने जति पनि कम्प्युटर स्किल टेस्टको परीक्षा हुन्छ तिनीहरूमा चाहिँ नेपाली टाइपिङ, इङ्ग्लिस टाइपिङ मस्ट अनिवार्य जस्तो नै हुन्छ सबै जस्तोमा। त्यसै गरी वर्ड, एक्सल, पावर पोइन्ट र इमेल इन्टरनेट, विन्डोज बेसिकको क्वेसनहरू पनि सल्युसन गर्नुपर्ने हुन्छ। त्यसैको सन्दर्भमा मैले त्यही फर्मेटमा क्वेसनहरू तयार गरेर इक्जाम ओरिएन्टेड इक्जाममा सोधिन सकिने खालका क्वेसनहरूको सम्भाव्यताको रूपमा चाहिँ तयार गरेको हुन्छ। जसमा मैले एउटा यो नेपाली टाइपिङको लागि चाहिँ तपाईँलाई टाइपिङ गर्नलाई सहज होस् भन्नको लागि, टाइपिङ प्र्याक्टिस होस् भन्नको लागि चाहिँ यहाँनिर मैले यो नेपालीको लागि यो तयार गरेको छु। तपाईँले यो यहाँबाट हेरेर टाइप गर्न सक्नुहुन्छ, आफ्नो टाइपिङ सुधार गर्न सक्नुहुन्छ। यो नेपाली टाइपिङलाई सुधार गर्न चाहिँ तपाईँले जति धेरै टाइपिङ गर्नुभयो त्यति सुध्रिँदै जाने हुन्छ। यसलाई चाहिँ प्र्याक्टिस बढी चाहिन्छ। प्र्याक्टिस हुँदै गएपछि सहज हुँदै जान्छ। 5 मिनट्समा तपाईँले कति वर्ड गर्न सक्नुहुन्छ, त्यो चाहिँ जति तपाईँले इन्क्रिजिङ गराउन सक्नुभयो त्यति फाइदा हुन्छ तपाईँलाई। अनि तपाईँको एक्युरेसीलाई पनि ध्यान दिनुपर्ने हुन्छ। एक्युरेसी पनि मेन्टेन गर्दै लानुपर्ने हुन्छ। यो फर्स्टमा तपाईँहरूको 5 मिनट्सको नेपाली टाइपिङ हुन्छ, जसमा तपाईँले जति सक्दो शुद्ध र धेरै टाइप गर्ने कोसिस गर्नुहोस्। त्यसपछि त्यो 5 मिनट्सको नेपाली टाइपिङको परीक्षा सकिसकेपछि दोस्रोमा आउँछ तपाईँहरूको इङ्ग्लिस टाइपिङ। इङ्ग्लिस टाइपिङ पनि तपाईँहरूको 5 मिनट्सकै हुन्छ, जुन 5 मिनट्समा तपाईँले नेपालीको जस्तै एक्युरेसी र वर्डहरू चाहिँ सक्दो धेरै टाइप गर्ने कोसिस गर्नुहोस्। इङ्ग्लिस जेनरली चाहिँ नेपाली टाइपिङ चाहिँ प्रायःको कमै देखिन्छ भने इङ्ग्लिस चाहिँ राम्रै हुन्छ प्रायःको। त्यही पनि यसलाई तपाईँले एक्युरेसीलाई ध्यान दिएर राम्रो टाइपिङ गर्नुभयो भने चाहिँ यसमा चाहिँ फुल मार्क्स पनि ल्याउन सक्नुहुन्छ। नेपाली पनि प्रायः नसकिने होइन, प्र्याक्टिस चाहिँ चाहिन्छ। नेपाली र इङ्ग्लिसको तपाईँले यहाँबाट यसलाई हेरेर पनि टाइपिङ प्र्याक्टिस गर्न सक्नुहुन्छ। यसलाई पज गरेर यो भिडियोलाई पज गरेर साइडमा राखेर पनि नेपाली टाइपिङ, इङ्ग्लिस टाइपिङको प्र्याक्टिस गर्न सक्नुहुन्छ। त्यसपछि भनेको चाहिँ तपाईँको आउँछ यो अब वर्ड, एक्सल, पावर पोइन्ट र विन्डोज इमेल इन्टरनेटको क्वेसनको सोल्युसन गर्ने, जस अन्तर्गत चाहिँ फर्स्टमा चाहिँ हाम्रो एमएस वर्डको क्वेसन रहेको छ। जस्तै मैले एउटा मोडल क्वेसन तयार गरेको छु। कन्सिडर द फलोइङ इन्फर्मेसन इन एमएस वर्ड प्रोसेसिङ भनेर चाहिँ 2 मार्क्सको छ। तपाईँले यो यसमा दिएको यो सबै कम्प्लिट गर्न सक्नुभयो भने 2 मार्क्स आउने हुन्छ। एमएस वर्डको जुन क्वेसन सोधेको हुन्छ त्यो चाहिँ तपाईँले सकेसम्म नबिगार्नु होला, किनकि यो एकदम सहज पनि हुन्छ होइन। यसको सहज चाहिँ कुन मानेमा हुन्छ भने तपाईँले जति प्र्याक्टिस गर्नुहुन्छ त्यति सहज हुँदै जान्छ। प्र्याक्टिस नै गर्नुभएको छैन भने चाहिँ गाह्रो हुन्छ फेरि। जस्तै हेरौँ, यो क्वेसनमा के भनेको छ भने क्रिएट द फलोइङ टेबल इन एमएस वर्ड भनेको छ, जसमा चाहिँ माथिपट्टि हेडिङ दिएको छ, टेबलको हेडिङ नेम, एड्रेस, एज भनेर दिएको छ। त्यसपछि रो 1मा नाम दिएको छ रवि, केटिएम, 24 इयर्स एज भनेको छ होइन। त्यस्तै रो 2मा निरु झापा 23 भनेर छ। यो चाहिँ तपाईँले एमएस वर्डमा टेबल बनाएर एउटा हेडिङ राख्नु पऱ्यो यो माथिपट्टिको रोमा। त्यसपछिको रोमा रवि, केटिएम 24 राख्नु पऱ्यो। त्यसपछिको रोमा निरु झापा 23 भनेर राख्नु पऱ्यो। यति राखिसकेपछि अब त्यसपछि बी नम्बर क्वेसनमा जान्छौँ। यसमा भनेको छ इन्सर्ट अ न्यू रो
between row 1 and row 2 with the information as name Ritu, address Butol, age 31 भनेको छ। अब यो बी नम्बरले के भन्यो भनेदेखि एउटा रो चाहिँ इन्सर्ट गर्नु भन्यो। कहाँनिर इन्सर्ट गर्नु भन्दाखेरि चाहिँ रो 1 र रो 2 को चाहिँ बिचमा। यो रो 1 भयो हाम्रो, यो रो 2 हो। रवि र निरु भन्नेको बिचमा चाहिँ अब हामीले यो ऋतु बुटोल 31 भनेर एउटा रो थप्नु पर्ने। एउटा रो थप्ने र त्यसमा चाहिँ यो टाइप गर्नु पर्यो यो फिल्डहरुमा भनेको छ। अब तपाईले के गर्नु पर्यो, यहाँनिर यो पहिला त यो टाइप गर्नु पर्यो। त्यो टाइप गरिसकेकोमा रवि र निरुको बिचमा चाहिँ अब यो इन्फर्मेसन हाल्नलाई चाहिँ एउटा रो थप्नु पर्यो। त्यसपछि त्यति गरिसकेपछि अब सी नम्बरमा जान्छ। सर्ट द एज फिल्ड इन इन्क्रिजिङ अर्डर भनेको छ। अब तपाईले यो एजहरू चाहिँ इन्क्रिजिङ अर्डरमा राख्नु पर्यो। सानोबाट ठुलोको क्रममा चाहिँ सर्ट गर्नुपर्ने हुन्छ। त्यो जुन तपाईले एमएस वर्डमा सजिलै गर्न सक्नुहुन्छ। यो इन्क्रिजिङ अर्डरको काम पनि भइसकेपछि चाहिँ अब डी नम्बरमा भनेको छ सेट द रो 2 एज बोल्ड विथ फन्ट साइज एज 17 भनेर भनेको छ। अब यसमा चाहिँ तपाईको रो 2 भनेको चाहिँ हामीले अघि नयाँ इन्सर्ट गरेको थियौँ नि, हो त्यो चाहिँ रो 2 को रूपमा आउँछ। अब हेर्ने हो भने अघि 1 र 2 थियो, अब त्यो बिचमा आएपछि रो 2 त्यो हुन्छ। अब यसमा चाहिँ तपाईले रो 2 भनेर यो पुरानोलाई चाहिँ लिन पाउनुहुन्न। रो 2 भनेको चाहिँ अब त्यो नयाँ जुन थपेको रो छ त्यसलाई चाहिँ रो 2 को रूपमा मान्नुपर्ने हुन्छ र त्यसमा भएको टेक्स्टहरूलाई चाहिँ बोल्ड गर्नु भनेको छ र फन्ट साइज चाहिँ 17 गर्नु भनेको छ। त्यो रोको लागि मात्रै, अरू रोमा चाहिँ एउटै साइजको हुनु पर्यो, फन्टहरू र नर्मल फन्ट हुनु पर्यो भनेको छ। यति गरिसकेपछि चाहिँ तपाईले 2 मार्क्स पाउनुहुन्छ। यो खासै गाह्रो क्वेसन होइन। तपाईले मेन कुरा भनेको चाहिँ यो टाइम पनि हुन्छ, टाइम म्यानेजमेन्टलाई ध्यान दिनुपर्ने हुन्छ, एकदम फास्ट गर्ने कोसिस गर्नुपर्ने हुन्छ। यो तपाईँले ट्राई गर्नुहोस्। यदि तपाईँहरूले यो गर्न केही अप्ठ्यारो त्यस्तो फिलिङ भएको छ भने कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नुहोस्। म यसको सल्युसन सहित राखिदिनेछु अर्को नेक्स्ट भिडियोमा। त्यसपछि हामी जान्छौँ एक्सेलको प्रोग्राममा जान्छौँ र एक्सेलमा हेर्छौँ के भनेको छ भने 1 मार्क्सको छ क्रिएट द फलोइङ टेबल इन एक्सेल भनेको छ। जसमा प्लेस, आइटम, सेल्स अमाउन्ट भनेको छ। यतापट्टि चाहिँ प्लेसको नामहरू दिएको छ, आइटमको नाम एउटै आइटम दिएको छ सबै ठाउँको, भने सेल्स अमाउन्ट यहाँ दिएको छ। अब यसलाई यो फर्मेटले हामीले पहिला एक्सेलमा क्रिएट गर्नु पर्यो, यो फर्मेट बनाउनु पर्यो। यदि बनाइसकेपछि चाहिँ यहाँ क्वेसनले के भनेको छ त्यो चाहिँ हामीले सल्युसन गर्नु पर्यो। के भनेको छ भने इन्सर्ट कमा स्टाइल फर्मेट विथ 1000 सेपरेसन इन सेल्स अमाउन्ट भनेको छ। अर्थात् त्यो सेल्स अमाउन्टमा चाहिँ हामी कमा राख्नु पर्यो भनेको। कमा स्टाइल भनेको चाहिँ अब 1000 सेपरेटर, 1000लाई सेपरेट गर्ने हिसाबले चाहिँ कमा राख्नु पर्यो भनेर भनेको छ। त्यो तपाईँले छुटाउनु होला। यो एक्सेलमा सजिलै भेटिन्छ। यो कमामा क्लिक एउटा हुन्छ हाम्रो कमा भन्ने, कमा स्टाइल भन्ने हुन्छ, त्यसमा क्लिक गरेपछि यतिलाई सेलेक्ट गरेर गर्नुभयो भने बित्तिकै यो भइ नै हाल्छ। यो पनि त्यति गाह्रो होइन। तपाईँले ट्राई गर्नुहोस् यो। यदि यो पनि असहज छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ। म यसको नि सल्युसन बनाएर हाल्नेछु। यति गरिसकेपछि तपाईँ जानुहुन्छ थर्ड नम्बरमा। थर्ड नम्बरमा भनेको छ प्रिपेयर अ प्रेजेन्टेसन अफ एटलिस्ट 2 स्लाइड्स। तपाईँलाई दुईवटा एटलिस्ट न्यूनतम चाहिँ 2टा स्लाइड बनाउनु भनेको छ। स्लाइड्स एक्सप्लेनिङ द इम्पोर्टेन्स अफ पब्लिक सर्भिस डेलिभरी एन्ड डु द फलोइङ भनेको छ। तपाईँले 2टा स्लाइड बनाउनु पर्यो। के को बारेमा भन्दाखेरि पब्लिक सर्भिस डेलिभरी, सार्वजनिक सेवा प्रवाहको महत्त्वको बारेमा चाहिँ 2वटा स्लाइडमा चाहिँ छोटो कुराहरू लेख्नु पर्यो। धेरै लामो पर्दैन, एक एक लाइन लेख्दा पनि हुन्छ। तपाईँले त्यहाँ लेखेको कुराले म्याटर गर्दैन। तपाईँले जस्ट त्यहाँनिर चाहिँ यसले भन्न खोजेको चिज चाहिँ गर्न सक्नुहुन्छ कि हुँदैन भनेर चेक गर्न खोजेको हुन्छ यो भनेको। र तपाईँको टाइम बााउन्ड्री एकदम थोरै हुने भएको हुँदाखेरि चाहिँ तपाईँले धेरै टेक्स्ट लेखेर चाहिँ टाइम वेस्ट नगर्नु होला। यसमा सर्ट एक लाइन दुवै स्लाइडमा एक एक लाइन मात्रै लेखेर टाइमको बचत गर्नु होला। अनि के भनेको छ भने एप्लाई वाइप ट्रान्जेक्सन एन्ड फ्लाइ इन एनिमेसन भनेको छ। अब यो भनेको चाहिँ तपाईँले स्लाइड 2टा बनाउनुहुन्छ, 2टा स्लाइडमा टेक्स्ट पनि लेखेका हुन्छ एक एक लाइनको भने अब तपाईँले ट्रान्जेक्सन लगाउने भनेको चाहिँ तपाईँको स्लाइडमा हो। एनिमेसन लगाउने भनेको चाहिँ स्लाइडभित्रको कन्टेन्ट अर्थात् स्लाइडभित्र टाइप गरेको टेक्स्ट वा पिक्चरहरूमा लगाउने हो एनिमेसन। अब यसमा चाहिँ के भनेको छ भने ट्रान्जेक्सन चाहिँ वाइप भनेर लगाउनु भनेको छ। तपाईँले ट्रान्जेक्सनमा क्लिक गरेर हेर्नु भने त्यहाँ वाइप ट्रान्जेक्सन भन्ने एउटा नाम हुन्छ, वाइप भनेर हुन्छ, त्यसको इफेक्ट हुन्छ। त्यसलाई चुज गर्नुभयो भने त्यो एप्लाई हुन्छ। त्यो चुज गर्नुहोस्।
भने एनिमेसनमा चाहिँ फ्लाइ इन भन्ने हुन्छ, त्यसमा गएर क्लिक गर्नुभयो भने त्यो एप्लाई हुन्छ। अब यति पनि तपाईँहरूले पावर पोइन्टमा गरिसकेपछि यसको काम पनि सकियो। यति गर्नु भइसकेपछि त्यसपछि जान्छौँ हामी विन्डोज र इमेल इन्टरनेट अन्तर्गतको क्वेसन, जसमा भनेको छ क्रिएट द फलोइङ डाइरेक्टरी स्ट्रक्चर इनसाइड यो फोल्डर भनेर भनेको छ। अब यो चाहिँ तपाईँलाई डाइरेक्टरी बनाउनु भनेको छ। अब यहाँ अलिकति तपाईँलाई डाइरेक्टरी भन्ने वर्ड राखेको देखिन्छ। यो डाइरेक्टरी भनेको चाहिँ हामी फोल्डर भनेर बुझ्छौँ। यो डाइरेक्टरी भनेको चाहिँ होइन, त्यो कन्फ्युजन हुनु हुँदैन। हामीले यो क्वेसनले के भनेको भने तपाईँले बनाउनु भएको फोल्डरभित्र एउटा डाइरेक्टरी, यो स्ट्रक्चरको चाहिँ डाइरेक्टरी बनाउनु भनेको छ। भनेको अब कसरी बनाउने भन्दा, जस्तै जेनरली तपाईँको इक्जाममा चाहिँ तपाईँको फोल्डर नेम भनेको चाहिँ तपाईँको रोल नम्बर हुन्छ। त्यो रोल नम्बरको फोल्डरभित्र तपाईँले फाइलहरू बनाउनु भएको हुन्छ। वर्ड, एक्सेल, इमेल, इन्टरनेट, विन्डोज, यिनीहरूको चाहिँ फाइलहरू बनाउनु भएको हुन्छ। हो त्यो फोल्डरभित्र, अर्थात् तपाईँको रोल नम्बरको फोल्डरभित्र चाहिँ एउटा कम्प्युटर भन्ने फोल्डर बनाउनुहोस्, र फेरि त्यो कम्प्युटर भन्ने फोल्डरभित्र गएर हार्डवेयर भन्ने फोल्डर बनाउनु, र त्यो हार्डवेयरभित्र गएर फेरि सफ्टवेयर भनेर बनाउनु, र सफ्टवेयरभित्र चाहिँ एउटा ओएस भन्ने फोल्डर बनाउनु, र अर्को चाहिँ अफिस 2019 भन्ने फोल्डर बनाउनु भनेको यो भनेको। यति गरेर तपाईँले चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ। यो यसरी देखाएको मतलब यो होइन कि तपाईँले यस्तो किसिमको बनाउने वर्डमा गएर भन्न खोजेको होइन। तपाईँले चाहिँ डाइरेक्टरी बनाउनु भनेको छ, यो स्ट्रक्चरको डाइरेक्टरी बनाउनु भनेको छ। तपाईँले यो बनाइसकेपछि चाहिँ पछि चेक गर्ने बेलामा यो क्वेसनबाट भनेको कुरा चाहिँ तपाईँले गर्न सक्नुभएको छ कि छैन भनेर त्यो सफ्ट फाइलमा हेर्दाखेरि चाहिँ देखिन्छ। यो चाहिँ तपाईँले यो भने आन्सर गर्न सक्नुभएको छ कि छैन भनेर हो। त्यसैले यो कुरा, यस्तो क्वेसनमा चाहिँ तपाईँहरू कन्फ्युज हुनु हुँदैन। यसरी चाहिँ हामी यो पनि सल्युसन गर्न सक्छौँ। ओके, यसरी हामीले यो एउटा मोडल क्वेसन तयार गरेको थियौँ, जुन चाहिँ तपाईँहरूको आउँदै गरेको इक्जामहरूको लागि काम लाग्न सक्छ। केही आइडिया मिलोस् भनेर हामीले यो तयार गरेको थियौँ। आशा छ यो भिडियो तपाईँलाई पक्कै पनि उपयोगी सिद्ध भयो होला। हामी यस्तै किसिमको नयाँ नयाँ भिडियोहरू लिएर आउनेछौँ, जसमा चाहिँ हामी कतिपय इक्जाम ओरिएन्टेड क्वेसनहरू लिएर आइरहेका हुन्छौँ भने कतिपय चाहिँ हामी दैनिक जीवनमा काम गर्ने सिलसिलामा आउने कतिपय टेक्निकल प्रब्लमहरू हुन्छ। हो त्यस्तो प्रब्लमहरू कसरी सल्युसन गर्ने भन्ने भिडियोहरू पनि अपलोड गरिरहेका हुन्छौँ। त्यसको लागि चाहिँ हामीले यो च्यानल सञ्चालन गर्दै आइरहेको छौँ। यदि तपाईँहरूलाई पनि त्यस्तो कुनै समस्या परेको छ काम गर्ने क्रममा, त्यो भने तपाईँहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ, जुन चाहिँ म कमेन्ट हेरेर त्यसको सल्युसनको आइडियाहरू भिडियो मार्फत नै प्रस्तुत गर्ने कोसिस गर्नेछु। यस्तै यस्तै नयाँ भिडियो हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई तपाईँहरूले सब्सक्राइब गरेर नोटिफिकेसन बेललाई अन गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ हामीले नयाँ भिडियो अपलोड गर्ने बित्तिकै तपाईँहरू सामु चाहिँ जानकारी आउँछ हामीले नयाँ भिडियो अपलोड गरेको छौँ भनेर, र त्यो हेरेर तपाईँले फाइदा लिन सक्नुहुन्छ। Okay, thank you for watching this video. Please keep watching Learn Computer Skills. Thank you.